स्क्यान भनेको के हो त? यो चाहिँ हामीले दुईचोटि गर्छौँ। एउटा चाहिँ 11 हप्तादेखि 14 हप्ताको बिचमा। यो चाहिँ बच्चाको नाकको हड्डी बनेको छ कि छैन, या बच्चाको घाँटी पछाडि पानी जमेको छ कि भनेर हेर्न गर्ने जाँच हो। यो चाहिँ कहिले किन गर्ने त भन्दा, यदि यस्तो कुनै समस्या देखियो भने चाहिँ मानसिक रूपले अस्वस्थ भएको बच्चा, या बच्चा लुलो लङ्गडो, कुनै अङ्गहरू राम्रोसँग नबनेको, अङ्ग विच्छेद भएको बच्चा जन्मिन्छ कि भन्ने रिस्क हुन्छ। त्यो रिस्क हेरेर यदि यस्तो समस्या छ भने फर्दर टेस्टिङ गराएर यदि कन्फर्म हुन्छ भने बच्चा राख्ने नराख्ने, यो बच्चालाई जन्म दिने नदिने भनेर हजुर डिसाइड गर्न सक्नुहुन्छ। समयमा नै फाल्न पाइन्छ। त्यो कारणले गर्दाखेरि यो एनोमली स्क्यान गराउन जरुरी छ। त्यस्तै गरी 20 हप्तामा देखि 24 हप्ताको बिच, 20 हप्तादेखि 24 हप्ताको बिचमा गर्ने, डिटेलमा गर्ने एउटा भिडियो एक्सरे हुन्छ जसलाई चाहिँ एनोमली स्क्यान भनिन्छ। यो स्क्यानमा चाहिँ बच्चाको सबै अङ्गहरू बनिसकेको हुँदाखेरि कुनै अङ्गमा केही समस्या छ कि, अलिकति अङ्ग विच्छेदहरू भएको बच्चा जन्मिने हो कि, मानसिक रूपले अस्वस्थ बच्चा जन्मिने हो कि भन्ने रिस्कहरू हेर्न मिल्छ यसबाट चाहिँ। यदि यस्तो समस्याहरू भएको बच्चा जन्मियो भनेदेखि भोलि आमालाई बच्चालाई दुवैलाई गाह्रो हुने हुँदाखेरि, समस्या त्यस्तो देखियो भने फर्दर टेस्टिङ गराएर, कन्फर्मेटरी टेस्टहरू गराएर, यदि तपाईँले नचाहेको अवस्था छ भने बच्चा फाल्न मिल्ने, या भोलि गएर समस्या देखिए पनि बच्चा जन्मिसके पछाडि उपचार गर्ने समस्या छ भने कहाँ गएर के गर्ने भनेर मेन्टल्ली प्रिपेयर हुनको लागि चाहिँ यो भिडियो एक्सरे गराउन जरुरी छ।